आमा बन्नुको अनुभव कस्तो हुने रहेछ त। सो हेलो गाइज, म चाहिँ दिपिका कार्की एन्ड वेलकम टु अ डे इन माई लाइफ एज अ बिजनेस वुमन। सो आज चाहिँ थियो मेरो 2वटा सुट अनि आज म सिटीमा चढेर बिहानै गएँ अनि आज चाहिँ म धेरै नै ढिलो उठेको थिएँ, लाइक 11 बजे उठेको थियो होला अनि 1 बजे मेरो सुटमा पुग्नु पर्ने थियो। पुग्ने बित्तिकै उहाँले मलाई खाजा दिनुभयो, कति धेरै मिठो थियो है। सो पहिलो सुटको लागि चाहिँ मेरो यो थियो कुर्ता सेट एज अ मदर अनि उहाँ चाहिँ कसक म्यामलाई त सबले चिन्नु नै हुन्छ होला। अनि यो लुगा पट्याएको सिनमा मलाई यति धेरै हाँस उठ्यो नि गाइज। अनि यो थियो मेरो सेकेन्ड लुक जसमा म एकदमै धेरै राम्रो देखेँ जस्तो लागेको थियो मलाई चाहिँ है। अनि सेकेन्ड लुक थियो अनि त्यसपछि हामी यहाँ प्र्याक्टिस गर्दैछौँ कसरी के भन्ने होला भनेर। अनि आजको भिडियोमा चाहिँ मेरो भाइ पनि एज अ मोडल गर्दैछ होइन, फर्स्ट टाइम, उसको चाहिँ फर्स्ट टाइम हो। बट उसले यति धेरै राम्रो गरेको छ नि, पछि हजुरले हेर्नुहुनेछ र भिडियोमा पनि आउनेछ। अनि सेटअपहरू सबै कति राम्रो भएको थियो। अनि मदर्स डेको लागि भएपछि फुलहरू एन्ड मलाई चाहिँ त्यो अघि टिका नलाउँदा भन्दा अहिले लाउँदाखेरि अझै राम्रो देखियो अनि एज झन् अझै त्यो आमावाला फिलिङ आयो जस्तो लाग्यो क्या मलाई चाहिँ, कस्तो राम्रो देखिरहेको थियो। अनि भाइको चाहिँ नेक्स्ट सुटमा चाहिँ रातो कुर्ता थियो, मेरो चाहिँ रातो साडी अनि यहाँ भाइ मसँग जिस्किरहेछ है। अनि आज चाहिँ हाम्रो गिम्बलबाट सुट भएको थियो क्या, कति रमाइलो भएको थियो। अनि मेरो भाइको एक्टिङ देखेर मलाई हाँस उठिरहेको थियो, बट धेरै नै राम्रो गर्यो उसले। यो भिडियोमा चाहिँ पुरै हामीले घर जस्तै भाइब दिएर भिडियो बनाएको छौँ। अनि आनन्दीको वाला यो ज्वेलरी सेटको हाम्रो सुट थियो, यति राम्रो लाग्यो नि मलाई यो सेट, कति राम्रो देखिएको क्या। आजको लागि यति नै, हामीले सुट गर्दा गर्दा 6 बजिसकेको थियो गाइस। सो बाई बाई।